जय श्रीराम साथीहरू। आफ्नो अनुभव र मानवताको हितमा के दुई शब्द राख्न चाहन्छु। तपाईको उमेर कति छ, तपाई के गर्नुहुन्छ, कहाँ हुनुहुन्छ, तपाईको आर्थिक स्थिति परिस्थिति कस्तो छन्, जे जस्तो भए पनि आफ्नो कमाइको कम्तीमा 20% हकदार चाहिँ आफै भन्नु। नत्र न घरको हुनुहुन्छ न घाटको। छोराछोरी, दाजुभाइ, दिदी बहिनी, आफन्त वा घर परिवारको भविष्यको लागि, जागिरको लागि जे जति खर्च गरे पनि पछि गएर तपाईको भ्यालु हुँदैन, हिसाब हुँदैन। समयअनुसार सबैले आफ्नो आफ्नो हेर्न थाल्छन्, सबैको आफ्नो घरबार हुन्छन्। तपाई जुन ठाउँबाट सुरु गर्नुहुन्छ पछि गएर त्यही ठाउँमा फेरि पुग्नुहुन्छ। किनकि मैले मेरै कम्पनीमा हेरेछु, दाजुभाइ, ज्वाइँ, छोरा बुहारी, श्रीमती धेरैको लाइफ सेटल छन्, जागिरे पनि छन् कसै कसैको। तर पनि 25-30 वर्षको भए केही फरक पर्दैन, कम 40 वर्ष भए पनि केही फरक पर्दैन। 45, 50, 55 सम्मको मान्छेहरू अहिलेसम्म खटिरहेछन्। घर जाने कुनै टुङ्गो नै छैन। अब घर गए पनि कसैले वास्ता गर्दैन। त्यही भएर बेलैमा होस पुर्याउनु। आजभोलि कोही आफ्नो हुँदैन, सबै आफ्नो आफ्नो हेर्न थाल्छन्। पछि गएर भविष्यमा सबैको आफ्नै घरबार हुन्छन्। त्यही भएर आफ्नो कमाइको 20%, कम्तीमा 20% को हकदार चाहिँ आफै भन्नु।